स्वयं सेवा, चन्दन प्रसादको व्यवस्था, दर्शन मार्गको व्यवस्था एवं सुधार, जुत्ता चप्पल राख्ने ठाउँको व्यवस्था, आकस्मिक स्वास्थ्य सेवा, मनोरञ्जनात्मक धार्मिक भजन कीर्तन, नागा बाबाहरूको लागि विधिको व्यवस्था, शिवरात्रि पर्व सम्पन्न भएपछि बाबाजीहरूको विदाई कार्यक्रम जस्ता विविध कार्यक्रमहरूलाई सहज रूपमा सम्पादन गर्न पशुपति क्षेत्र विकास कोषले विभिन्न व्यवस्था गर्दै तयारीको अन्तिम चरणमा पुगेको बेहोरा मुद्दाको रूपमा जानकारी गराउन चाहन्छु। भगवान श्री पशुपतिनाथको दर्शन गर्न आउने दर्शनार्थीहरूको सुविधाका लागि व्यय अनुसारको बाहिरी रूपमा 4 स्थानबाट दर्शन मार्ग, दर्शन लाइनको व्यवस्था गरी दर्शन गर्ने व्यवस्था मिलाई सोही अनुसार जुत्ता चप्पल राख्ने व्यवस्था, चन्दन वितरणको व्यवस्था लगायत व्यवस्था मिलाइएको छ। यो दर्शन सम्बन्धी व्यवस्थाहरूको लागि 4वटा लाइनको मैले अघि सन्दर्भ कोट्याएँ, त्यसलाई विस्तृत रूपमा भन्न चाहन्छु। एउटा लाइन 32 पुतली मैती देवी पुरानो मानेश्वर तर्फबाट आउने दर्शनार्थीहरूका लागि गौशाला पिङ्गला स्थान गेट हुँदै वनकाली धर्मशालालाई बायाँ पारेर 4 शिवालय पञ्चदेव हुँदै दक्षिण ढोकाबाट प्रवेश गरी 64 शिवलिङ्ग मार्ग हुँदै मन्दिर प्राङ्गणभित्र प्रवेश गर्ने र मूलभट्ट निवास पूर्वी बाहिरी दक्षिण ढोका हुँदै फर्कने व्यवस्था मिलाउने। यो दक्षिण ढोकाबाट बसेको लाइन दक्षिण ढोकाबाट नै बाहिर आउँछ। यो लाइनको सहजताका लागि, किनभने मेला अरू बाहिरी भक्तजनहरूलाई पनि डिस्टर्ब नहोस् र लाइनमा बसेका दर्शनार्थीहरूलाई डिस्टर्ब नहोस् भनेर उहाँलाई नहोस् भन्ने हिसाबले हामीले त्यो क्षेत्रमा 3टा आकाशे पुलको व्यवस्था गरेका छौँ, अस्थायी आकाशे पुल, जसले गर्दा लाइनमा बसेका दर्शनार्थीहरूलाई सहज हुनेछ। अर्को भक्तपुर, ललितपुर, कोटेश्वर, सिलगढी एयरपोर्ट, तिलगङ्गा क्षेत्रबाट आउने दर्शनार्थीहरूका लागि तिलगङ्गा पर्यटक काउन्टरबाट प्रवेश गरी राम मन्दिर, आर्यघाट हुँदै मन्दिरको पूर्वी ढोकाबाट प्रवेश गराई दर्शन गराउने र सोही ढोकाबाट बाहिर फर्कने व्यवस्था मिलाइनेछ। त्यसै गरेर जोरपाटी, कप्पन, महाकाल, चाबहिल तर्फबाट आउने भक्तजनहरूका लागि मित्रपार, गौरीघाट, उमाकुण्ड, दक्षिणामूर्ति, रुद्रगाडेश्वर, बासुकी हुँदै उत्तर ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गर्ने र पश्चिम पुल ढोकाबाट फर्किने व्यवस्था मिलाइनेछ। त्यसै गरेर रातो पुल, कालो पुल, चाबहिल, सिफलबाट आउने दर्शनार्थीहरूको लागि जयबागेश्वरी मन्दिर अगाडिको मच्छिन्द्र गणेश, दक्षिणटोल, पाचाटोल, अन्नपूर्ण भण्डार हुँदै भुवनेश्वरीको सानो ढोकाबाट प्रवेश गराई शङ्कराचार्य मठ पूर्वतर्फको आकाशे पुल हुँदै पश्चिम सानो ढोकाबाट प्रवेश गराई र्याम्पबाट दर्शन गराउने र पश्चिम मूल ढोकाबाट फर्किने व्यवस्था मिलाइनेछ। त्यस्तै गरेर दर्शनार्थीहरूको छिटोभन्दा छिटो दर्शन गरी फर्कन सक्ने गरी बिहान 2 बजेदेखि नै श्री पशुपतिनाथ मन्दिरका 4वटै ढोका खोल्ने व्यवस्था गरिनेछ। त्यो मिलाइएको छ। श्री पशुपतिनाथको दर्शन गरी फर्किँदा पशुपतिनाथ मन्दिर प्राङ्गणभित्र दर्शनार्थी र अन्य भक्तजनहरूको सुविधाका लागि भगवान श्री पशुपतिनाथको चन्दन पश्चिम ढोका बाहिर सानो सदाव्रत सतल अगाडि, साथै पञ्चदेवल पूर्व दक्षिण, उमाकुण्ड, दक्षिणामूर्ति, तिलगङ्गा, वनकाली, गौशाला, जयबागेश्वरीमा समेत चन्दन वितरणको व्यवस्था मिलाइनेछ। र यो चन्दन वितरणको लागि कोषका कर्मचारी लगायत हाम्रो अहिले हामी जहाँ छौँ नेपाल व्यक्ति इतिहास सङ्घका बटुकहरूले पनि यसमा चाहिँ सहभागिता जनाउनुहुन्छ। त्यसै गरेर अर्को पर्यटक शुल्क तिरी टिकट लिएका तेस्रो मुलुकका पर्यटकलाई मेला क्षेत्रमा मन्दिर प्राङ्गण बाहेक अवलोकन भ्रमण गर्न दिने व्यवस्था मिलाइनेछ। उहाँहरूलाई पनि सहजता अप्नाइनेछ। यही तरिकाले हामीले सुरक्षा संयन्त्रसँग यो व्यवस्थापन गरेका छौँ। अर्को चाहिँ नेपाल टेलिकम र एनसेललाई बिटिएस ध्यान राखी मोबाइल सेवालाई मेला क्षेत्रमा सहज बनाउन अनुरोध गरी सोही अनुसार बिटिएस भ्यानको व्यवस्था समेत गरिनेछ। त्यसै गरेर बहुमूल्य गरगहना लगाएर पशुपतिनाथको दर्शनमा नआउन र सकेसम्म ससाना बालबालिकाहरूलाई साथमा लिएर नआउन समेत आग्रहपूर्वक अनुरोध गरिएको छ। वृद्धा, ज्येष्ठ नागरिकहरू तथा अशक्तहरूलाई बिना लाइन दर्शन गराउन सुरक्षा निकाय, स्वयंसेवक र स्काउट लगायत अन्यलाई जानकारी गराउने यो व्यवस्थापन गर्ने। उहाँहरू जताबाट आउनुहुन्छ त्यहाँ उहाँहरूले लाइनमा बस्न नपरोस् भनेर सहजताका लागि स्वयंसेवक, सुरक्षाकर्मी र हामी मार्फत त्यसलाई सहजता बनाइनेछ। त्यसै गरेर विभिन्न सञ्चार माध्यम, मिडिया हाउस र तिनका प्रतिनिधिहरूलाई मन्दिर प्राङ्गण बाहेकको कोर क्षेत्र समेत प्रत्यक्ष प्रसारण गर्न र महाशिवरात्रि पर्वको समाचार सङ्कलनको प्रचार प्रसार गर्न प्रेस पास जारी गरिनेछ। प्रेस पासको लागि हामीले चाहिँ हाम्रो कार्य लगभग सम्पन्न गरिसकेका छौँ। भोलि बिहानदेखि सम्भवतः हजुरलाई हामी प्रेस पास चाहिँ वितरण सुरु गर्नेछौँ।
प्रचार प्रसार उपसमितिसँग हजुरले समन्वय गर्न सक्नुहुन्छ। प्रचार प्रसार उपसमितिको संयोजक अहिले यो कार्यक्रमको सभापतित्व गर्नुभएका बाबु सर त्यसै गरेर जो नित्य पशुपतिनाथको दर्शन गर्नुहुन्छ, नित्य 365 दिनै दर्शन गर्ने जो हुनुहुन्छ उहाँका लागि भगवान श्री पशुपतिनाथको नित्य दर्शनार्थीका लागि बिहान 5 बजेभित्र भुवनेश्वरी भएर पश्चिमतर्फको सानो ढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाइएको छ। मन्दिर दर्शनको लागि कुनै पनि विशेष पासको व्यवस्था गरिएको छैन, तर भित्र रहेका पुजारीहरू जुन तत्त मन्दिरमा जानुहुने सेवाका लागि खटिनु उहाँहरूको लागि परिचय पत्रको अस्थायी परिचय पत्रको व्यवस्थापन गर्नेछ। सवारी पास, क्रियापुत्री, घाट पास, प्रेस पास, जुत्ता चप्पल पास, टोल क्षेत्र बाहिरको सेवा पास बाहेक मन्दिरभित्रको कुनै पनि पासको व्यवस्था नगर्ने, तर मन्दिरभित्र सेवा दिने अघि मैले भनेको जस्तो सेवा दिने गुठी संस्थान, अमालकोट कचहरीका कर्मचारी, रकमी पुजारी, बद्री कैलाशनाथ सदावर्त गुठीहरूलाई मन्दिर प्रवेश परिचय पत्रको व्यवस्था गरिनेछ। सुरक्षा सम्बन्धी व्यवस्थाको बारेमा जानकारी गराउन चाहन्छु। आदरणीय पत्रकार मित्रहरू, आफ्नो सामानको सुरक्षाप्रति विशेष सजग रहन, बहुमूल्य गरगहना लगाई दर्शनमा नआउनु तथा बालबालिकाहरूलाई साथमा नल्याउन, ल्याए पनि सावधानी अपनाउनु हुन तथा पाकेटमारदेखि सावधानी रहन श्री पशुपतिनाथको दर्शन गरिसकेपछि छिटोभन्दा छिटो मन्दिर परिसरबाट बहिर्गमन गराई सहज वातावरण बनाइदिन जानकारीमूलक सूचना सम्प्रेषण गर्न कोषको तर्फबाट विभिन्न सञ्चार माध्यमलाई अनुरोध गर्ने गरी प्रचार प्रसार व्यवस्थापन समितिलाई अनुरोध गर्ने भनिएको छ। यसमा हामी काम गरिरहेका छौँ र अहिले मित्रहरू मार्फत हामीले यो जानकारी गराइ नै रहेका छौँ। भकुण्डोल खोज खबर कक्षका लागि भकुण्डोल स्थित हाम्रो खोज खबर कक्ष सञ्चालन हुन्छ। त्यसका लागि आवश्यक व्यवस्था मिलाउनका लागि सामुदायिक प्रहरी चाबडी र श्री शक्ति महिला समूहद्वारा खोज खबर कक्ष सञ्चालन गरिनेछ। हराएका वा आफन्तबाट छुटेका व्यक्तिहरूको बारेमा सूचना सम्प्रेषण गर्ने साथै महाशिवरात्रि पर्व धार्मिक आध्यात्मिक महत्त्वका बारेमा भक्तजनहरूलाई आवश्यक सूचना प्रवाह गर्ने व्यवस्था समेत मिलाइनेछ। मेला क्षेत्रमा पाकेटमारी र अनियमित क्रियाकलाप हुन नदिन सादा पोसाकमा प्रहरी खटाई पर्वको 3 दिन अगाडिदेखि नै यस्तो क्रियाकलापमा संलग्न शङ्कास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिइन्छ। यस सम्बन्धमा हामी औपचारिक लगायत नेपाल प्रहरीको छुट्टै यो सम्बन्धी विशेष गरेर लागु औषध र यो पाकेटमारी सम्बन्धी हेर्ने आफ्नै सेलका अधिकारीहरूसँग पनि हामी बसेर यो सम्बन्धमा छलफल गरिसकेको परिस्थिति हो। अर्को चाहिँ पशुपति क्षेत्र यसै पनि मास मदिरा निषेधित क्षेत्र भएकाले मास मदिरा तथा गाँजा भाङ जस्ता लागु पदार्थ नियन्त्रणका लागि निसङ्गत नियन्त्रण कार्यलाई नियमित गरी प्रभावकारी रूपमा नियन्त्रण गर्ने व्यवस्था मिलाइएको छ। त्यसै गरी श्री पशुपतिनाथ मन्दिर प्राङ्गणको सुरक्षा व्यवस्थाका लागि प्रहरी पहरागढ सेक्टर नम्बर 3 र मन्दिर सुरक्षा बेस क्याम्प सशस्त्र प्रहरी बलसँग आवश्यक समन्वय गरी मन्दिर प्राङ्गणको सुरक्षा व्यवस्था एवं ब्यारिकेड लाइन व्यवस्थित गर्ने व्यवस्था मिलाइनेछ। मन्दिर प्राङ्गण बाहिर कोर क्षेत्रभित्र मन्दिर प्राङ्गणको बाहिर तर कोर क्षेत्रको भित्रका लाइनहरूमा नेपाली सेना, कोर क्षेत्र बाहिरका लाइनहरूमा स्काउट तथा स्वयंसेवी संस्थाहरूबाट स्वयंसेवा एवं सुरक्षाकर्मीहरू परिचालन गर्ने व्यवस्था मिलाइनेछ। भक्तजन, तीर्थयात्री एवं दर्शनार्थीहरूको सुरक्षाका लागि भकुण्डोल स्थित भण्डारी गुठी घर अगाडिको खाली ठाउँमा प्रहरी मूल शिविर, कमान्ड पोस्ट, सञ्चार सेट सहितको कन्ट्रोल रुम स्थापना गर्ने र आवास, भोजन स्थल, जुत्ता चप्पल कक्ष लगायत आवश्यक स्थान गोरखनाथ, सिफल, पीरगङ्गा, बनकाली, कैलाश, उमाकुण्ड, गुहेश्वरी, चार शिवालय, घाट क्षेत्र आदिमा नेपाल प्रहरीको सब कमान्ड पोस्ट र विकेट मोडल स्थापना गरी दर्शनार्थी एवं तीर्थयात्रीहरूको प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको छ। त्यसै गरी सुरक्षाको प्रभावकारितालाई थप टेवा पुर्याउन मन्दिर प्राङ्गण सहित मेला क्षेत्रका विभिन्न स्थानमा समेत सीसी क्यामेरा हामीसँग अहिले पनि उपलब्ध छन्, तर नेपाल प्रहरीको सहयोगमा र हाम्रो आफ्नो तर्फबाट पनि हामी थप सीसी क्यामेरा जडान गरी मेलालाई निगरानी गर्ने व्यवस्था मिलाइएको छ। त्यसै गरेर दमकल सहित विपद उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल तथा काठमाडौँ महानगरको प्रहरी बलको टोली र ललितपुर महानगरको टोली मेला क्षेत्रमा रहने गरी व्यवस्था मिलाइएको छ। स्वयंसेवा परिचालनका बारेमा पनि म मित्रहरूलाई केही जानकारी गराउन चाहन्छु। महाशिवरात्रि पर्व 2082 पाल्नु हुने दर्शनार्थी तीर्थयात्रीहरूको लागि स्वयंसेवा उपलब्ध गराउन आवश्यक मात्रामा स्वयंसेवी संस्थाहरूलाई समन्वय गरी कोर क्षेत्र बाहिर परिचालन गर्ने व्यवस्था मिलाइनेछ। हामीले अघि नै भनेको छौँ
विशेष गरेर पशुपतिनाथ मन्दिरको परिसर र कोर क्षेत्रमा चाहिँ नेपाल प्रहरी लगायत राज्यको सुरक्षा संयन्त्र, कोषको सुरक्षा संयन्त्र, त्यसै गरेर कोषका कर्मचारीबाट हामी व्यवस्थापन गर्नेछौँ। कहीँ कतै नपुग जस्तो भएमा अलिकति परिपक्व किसिमका स्काउट र एनसिसीका भाइ बहिनीहरू मार्फत हामी चाहिँ स्वयंसेवालाई अनुरोध गर्नेछौँ। त्यसै गरेर महाशिवरात्रि पर्वको लागि आवश्यक पर्ने सबै खाले स्वयंसेवी पासहरू कोषद्वारा छपाईको व्यवस्था गरी वितरणको व्यवस्था मिलाइनेछ। आजसम्म हामीले सबै स्वयंसेवक संस्थाहरूबाट पनि माग भएका जति पनि हाम्रा 9 वटा विषयगत उपसमितिहरूबाट माग भएका पासहरूको छपाई कार्य हामीले सम्पन्न गरिसकेका छौँ। मैले अघि नै हजुरलाई जानकारी गराएको जस्तो भोलि बिहानबाट हामी त्यो पासहरू चाहिँ वितरण गर्न सुरु गर्नेछौँ। यो पनि हामीले फोटोसहित पासको व्यवस्था भनेर भनेका छौँ। त्यसै गरेर स्वयंसेवी संस्था एवं व्यक्तिहरूको विवरण राखी यही कुरामा हामी जाँदैछौँ। विवरण राखी विगतको अनुभवका आधारमा स्थान तोकी परिचालन गर्ने, तोके अनुसार काम भए नभएको अनुगमन कार्यको लागि जोसबाट तोकिएको अतिरिक्त अनुगमन तथा कामको रेखदेख गर्ने व्यवस्था मिलाइनेछ। महाशिवरात्रि पर्वका अवसरमा आवश्यक पर्ने स्थानीय पास स्थानीय निकाय मार्फत वितरण गर्ने व्यवस्था मिलाइनेछ। विशेष गरेर हाम्रो यो पशुपति क्षेत्र चाहिँ काठमाडौँ महानगरपालिका अन्तर्गत 7 र 8 नम्बर वडा पर्छ। 8ले चाहिँ विशेष गरेर 8 नम्बर वडा नै पर्छ। यो उमाकुण्ड क्षेत्रतिर 7 नम्बरको पनि केही पर्ने भएको कारणले गर्दा हामी वडा नम्बर 7 सँग पनि समन्वय गरेर पासको व्यवस्था गर्छौँ भने काठमाडौँ महानगरपालिका वडा नम्बर 8ले आफैले पनि स्थानीय पासको व्यवस्था गरेको भएर त्यही पासको आधारमा उहाँहरूले आफ्नो वासस्थानसम्म आवागमन गर्नको लागि सहजीकरण गरिनेछ। त्यसै गरेर श्री पशुपतिनाथ मन्दिर प्राङ्गणभित्र र मन्दिर प्राङ्गण बाहिर कोर क्षेत्रभित्रका लाइनहरूमा नेपाल प्रहरी सशस्त्र प्रहरी बल नेपाल र कोर क्षेत्र बाहिरका लाइनहरूमा स्वयंसेवी संस्थाहरूबाट पर्याप्त स्वयंसेवी परिचालन गर्ने व्यवस्था मिलाउने व्यवस्था गरिनेछ। त्यसै गरेर मन्दिर प्राङ्गण र कोर क्षेत्रमा सुरक्षा निकाय र कोषका कर्मचारी बाहेक अन्य स्वयंसेवी परिचालन नगर्ने भन्ने हाम्रो नीति छ। मैले अहिले यसमा थोरै जानकारी गराइसकेँ। महाशिवरात्रि पर्व अन्तर्गत गठित सबै उपसमितिहरूका लागि चाहिने सबै किसिमका पासहरूको वितरण बमोजिम पासहरू हाम्रो सार्वजनिक खरिद तथा सेवा सुविधा महाशाखा अन्तर्गत छपाई गर्न लगायत विभिन्न उपसमितिहरूलाई आवश्यकता अनुसार वितरण गर्ने र सबै उपसमितिले आफ्नो उपसमितिको पासको विवरण राखी दुरुपयोग नहुने गरी वितरण गर्ने व्यवस्था मिलाइनेछ। त्यसै गरेर ट्राफिक र पार्किङ सम्बन्धी व्यवस्थापनको बारेमा म पत्रकार मित्रहरूलाई केही जानकारी गराउन चाहन्छु। भक्तजनहरूको सुविधाका लागि मेला क्षेत्रमा सवारी साधनहरूको आवागमनलाई पूर्ण रूपमा रोक लगाइएको छ। मेला क्षेत्रमा पशुपति क्षेत्रभित्र यसै पनि सम्मानित अदालतको आदेशअनुसार पशुपति क्षेत्र सवारी आवागमनको लागि निषेध नै क्षेत्र हो र पावन पशुपति क्षेत्र सवारी साधन क्षेत्र भएको सम्मानित सर्वोच्च अदालतको मिति 2080 10 महिना 7 गतिको फैसलाको निर्देशनलाई समेत पालना गर्ने गरी सबैले उमाकुण्ड दक्षिणामूर्तिदेखि महास्नान घर पश्चिमको सडक भुवनेश्वरी गौशाला र वनकाली क्षेत्रको दर्शन मार्गमा कुनै पनि सवारी साधनहरू प्रवेश गर्न पूर्ण रूपमा निषेध गरिएको छ। तर दमकल एम्बुलेन्स घाटसम्म जाने सब वाहनलाई सहजीकरण गर्ने गरिएको सोही बमोजिम सबैले सम्मानित अदालतको फैसला कार्यान्वयनमा सहयोग गरिदिनु हुन समेत कोषले बारम्बार अपिल गरिरहेको नै छ। भगवान पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनहरूका लागि साधनहरूलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था मिलाउन ट्राफिक प्रहरी कार्यालय रामशाह तत्त्वको समन्वयमा विभिन्न छेकबार कर्डेल डाइभर्सन एवं विशेष सहितको मेला पर्वका क्षेत्रमा आवागमनका लागि देखाएका स्थानमा मात्र पार्किङको व्यवस्था मिलाइएको छ। तिलगङ्गा क्षेत्रमा तीर्थयात्री दर्शनार्थी र पर्यटक तेस्रो मुलुकबाट आउने पर्यटकहरूको सवारी साधनहरूलाई यहाँ पार्किङको व्यवस्था मिलाइनेछ। त्यसै गरेर देव उद्यान स्थित कोषको कार्यालय हाम्रो कोषको कार्यालय र यसको रोडभन्दा पारी रहेको भण्डारखाल क्षेत्रको पार्किङ त्यसमा सवारी पास वाहक सवारी साधनहरू भिआइपी भिभिआइपीहरूको पनि त्यहाँ चाहिँ पार्किङको व्यवस्था मिलाइनेछ। त्यसै गरेर प्रहरी वृत्त गौशालाको प्राङ्गणमा सवारी पासवाला सरकारी सवारी साधनहरूको त्यहाँ पनि व्यवस्था मिलाइनेछ। त्यसै गरेर सिफल चौक हामीसँग अलिक ठुलो क्यापासिटीमा सवारी साधनहरू राख्न मिल्ने सिफल चौकमा हामी सवारी पासवाला सवारी साधन स्थानीय दर्शनार्थीहरूको सवारी साधनहरू त्यहाँ व्यवस्थापन गरिन्छ भने गुहेश्वरी पारी गोठाटार जोरपाटी मूलपानी गोकर्ण बौद्ध तर्फबाट आउने तीर्थयात्रीहरूका सवारी साधनहरू गुहेश्वरी पारीको क्षेत्रमा पार्किङको व्यवस्था मिलाइन्छ। त्यसै गरेर वनकाली क्षेत्र हामीले हाम्रो भाषामा 11 भन्छौँ 11 भन्छौँ
त्यहाँ चाहिँ दमकल एम्बुलेन्स र खानेपानीका ट्याङ्कहरू पार्किङ गर्ने व्यवस्था मिलाइनेछ। स्थानीय घर तथा डेरावालको लागि कामपा 8 जारी गरेको स्थानीय परिचय पत्रको आधारमा स्थानीयहरूको घर डेराबाट चण्डमुल हुँदै कार्यालय स्थलसम्म जान र साँझमा निवाससम्म फर्किन, त्यो दिन त सार्वजनिक जाने हो, त्यही पनि अब कतिपय प्राइभेट संस्थाहरू खुल्ने भएको कारणले गर्दा पनि कार्यालय स्थल भनेर जानकारी गराइएको छ र साँझमा निवाससम्म फर्कन सक्ने गरी व्यवस्था मिलाइएको छ। साथै 7 नम्बर वडाका स्थानीयहरूका लागि पोस्टद्वारा 7 नम्बर वडासँगै समन्वय गरेर स्थानीय पासको समेत व्यवस्था मिलाइएको छ। ट्राफिक प्रहरी कार्यालय रामशाह पथ मार्फत तयार भई प्राप्त भएका ट्राफिक रूट व्यवस्थापन अनुसार नै हुने भएकाले सोही बमोजिम आफ्ना सवारी साधनहरूको आवागमन र पार्किङ व्यवस्था मिलाउन सम्बन्ध सबैलाई अनुरोध गरिएको छ। यस सम्बन्धमा ट्राफिक प्रहरीले आफ्नै किसिमले पनि हामीसँगको समन्वयमा सूचना जारी गर्छ। विशेष गरेर मालवाहक सवारी साधन र अरू सवारी साधनहरूको डाइभर्सन कहाँबाट हुन्छ, कहाँसम्म आउन पाइन्छ, कसरी जान पाइन्छ भन्ने विषयमा उहाँहरूले सूचना लगायत अरू किसिमका सोर्सहरूबाट चाहिँ जानकारी गराउनुहुन्छ। हामीले पनि त्यसलाई त्यही किसिमले प्रचार प्रसार गर्छौँ। अहिले यति भन्न चाहे यसमा स्वास्थ्य सेवा सम्बन्धमा पत्रकार मित्रहरू, मूल स्वास्थ्य शिविर कोर क्षेत्रभित्र बेड र एम्बुलेन्स सहितको मूल स्वास्थ्य शिविर सञ्चालन गर्ने र हाम्रो स्वास्थ्य उपसमिति अन्तर्गत यसले यसको व्यवस्थापन गरिरहेको छ। कोर क्षेत्रमा 3वटा एम्बुलेन्स रहने व्यवस्था गर्ने अन्य स्वास्थ्य शिविरहरू भण्डारखाल, कमालकोट, पीरगङ्गा, 4 शिवालय, दक्षिण राम मन्दिर, उमाकुण्ड र मेला क्षेत्रको आवास क्षेत्र लगायत कोर क्षेत्र बाहिरका क्षेत्रहरूमा रहने गरी व्यवस्था मिलाउने। त्यसै गरेर स्वास्थ्य सम्बन्धी कार्य गर्ने सरकारी अनुमति इजाजत प्राप्त कम्तीमा MBBS स्तरका डाक्टर रहने गरी शिविरमा निःशुल्क र पर्याप्त औषधि सहित निःशुल्क उपचारको व्यवस्था मिलाइनेछ। स्वास्थ्य शिविरहरूको कुनै पनि प्रकारको शुल्क एवं सहयोग रसिद प्रयोग गर्न निषेध गरिएको छ। मेला अवधिभर उपत्यकाका अस्पतालहरूमा केही शय्या आरक्षित गर्ने भन्ने तरिकाले हामीले विशेष गरेर सरकारी अस्पतालहरूमा पनि केही किसिमले हामी पत्राचार गर्ने व्यवस्थापन गर्दैछौँ। आकस्मिक सेवाका लागि औषधिको यथोचित प्रबन्ध मिलाई मेला अवधिभर एम्बुलेन्स सेवाको व्यवस्थापन मिलाइनेछ। औषधि विक्रेता सङ्घ संस्थासँग समन्वय गरी निःशुल्क औषधि वितरणको पनि व्यवस्था मिलाइनेछ। त्यसै गरेर दर्शनार्थी तीर्थयात्रीहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि अस्पताल लगायत स्वास्थ्य सेवा गर्ने स्वयंसेवी संस्थाहरूलाई परिचालन एवं समन्वय गरी आवश्यक स्वास्थ्य व्यवस्था मिलाइनेछ। र यसै सन्दर्भमा हामीले हिजै मात्र स्वास्थ्य सम्बन्धी उपसमितिको बैठक बसेर त्यसको तयारी पनि अन्तिम चरणमा पुर्याइसकेका छौँ। त्यसै गरेर वातावरण सरसफाइ तथा बाउपोस्ट व्यवस्था सम्बन्धमा पशुपति क्षेत्रका विभिन्न मेला शिविरहरूमा उपसमितिले अनुगमन गर्ने एउटा बाउपोस्ट सम्बन्धी हाम्रो यो खुट्टा चप्पल सम्बन्धी हाम्रो छुट्टै नै उपसमिति छ। पशुपति क्षेत्रका विभिन्न शिविरहरूमा उपसमितिले अनुगमन गर्ने। प्लास्टिकका कप, प्लेट, ग्लास प्रयोगमा निषेध गरिएको छ। त्यो निषेध गरिएको छ, गर्दा गर्दै पनि धेरै प्रकारका फोहोर विसर्जन गर्छन्। हाम्रो चाहिँ मिडियाकर्मी साथीहरू मार्फत सबैलाई के अनुरोध छ भने कम्तीमा हामीले विसर्जन गर्ने फोहोरहरू चाहिँ हामी आफ्नै जिम्मेवारीपूर्ण तरिकाले छुट्याएका स्थानमा अथवा आफूले नै त्यसलाई चाहिँ व्यवस्थापन गरिदियो भने यो पवित्र वासको क्षेत्र हजुर हामीले कल्पना गरेको जस्तै थप सफा हुन्छ भन्ने लाग्दछ। त्यसै गरेर पशुपति क्षेत्रमा रहेका शौचालयका अतिरिक्त विभिन्न आवश्यकता अनुसार उपयुक्त ठाउँमा अन्य अस्थायी शौचालय पनि व्यवस्था मिलाइन्छ। यस सन्दर्भमा हामीले स्थानीय हाम्रो महानगरपालिका लगायत ललितपुर महानगरपालिकालाई पनि हामीले सम्पर्क गरेका छौँ। उहाँहरूसँग पनि हामी समन्वय गर्दैछौँ र आवश्यकता पर्दा हामीले थप अझै पनि जहाँ जहाँ चाहिन्छ त्यहाँ चाहिँ भुक्ती शौचालयहरूको पनि हामी व्यवस्था गर्दैछौँ। अघिल्लो अनुभव पनि छ हामीसँग, कतिपय ठाउँमा शौचालय नमिल्ने भन्ने हाम्रो पुरानो अनुभव छ। अहिले पत्रकार मित्रहरूबाट यो प्रश्न आउने रहेछ भनेर मैले अहिले यो नहोला भन्ने हिसाबले हामीले ललितपुर महानगरसँग पनि अहिले समन्वय गरेर थप चाहिँ यो भुक्ती शौचालयहरूको व्यवस्थापन गर्ने साधु सन्तहरूबाट आइसकेको छ। हजुर अहिले हामी व्यवस्थापन गर्दैछौँ। त्यसै गरेर मन्दिर प्राङ्गण लगायत पावन पशुपति क्षेत्रको विशेष सरसफाइको लागि नेपाली सेना, नेपाल प्रहरी, काठमाडौँ महानगरपालिका, सशस्त्र प्रहरी बल नेपालसँग समन्वय कार्य अगाडि भइरहेको छ र यस सम्बन्धमा हामीसँग सम्बन्धित स्वयंसेवी संस्थाहरू मार्फत पनि आजको दिनसम्म विभिन्न चरणमा चाहिँ अलिक बृहत खालको सरसफाइ पनि सम्पन्न गरिसकेका छौँ। अब यसमा काहीँ कतै अलिकति सरसफाइमा हामीले नजर नपुगेको हजुरलाई देख्नुहुन्छ भने अलिकति हजुरले त्यसलाई सूचना प्रकाशित गर्नुभन्दा अगाडि हामीहरूलाई सम्बन्धितलाई भनिदिनु भयो भने हामी त्यसलाई तुरुन्तै व्यवस्थापन गर्ने पनि हामी प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ। यो बाउपोस्ट सम्बन्धी व्यवस्थापन कक्षहरू चाहिँ हामीले कहाँ चाहिँ जुत्ता चप्पल सम्बन्धी कक्ष राखेका छौँ भने एउटा कुमाकुण्ड 4वटा लाइन आउँदाखेरिमा त्यसैलाई नै
मध्यनजर गर्दै 4वटा चाहिँ हामीले पाउल पोस्टको चाहिँ व्यवस्थापन कक्षहरू राखेका छौँ। एउटा चाहिँ उमासिंह पार्किङ स्थलमा नगर स्काउट ग्रुपले चाहिँ हामीलाई पाउल पोस्ट व्यवस्थापनमा सहयोग गर्नेछ। त्यसै गरेर भुवनेश्वरी नासल चोकमा पशुपति सृजनशील युवा क्लबले हामीलाई सहयोग गर्नेछ। त्यसै गरेर सोभियर पसल चोक अगाडि नव अमरकान्तेश्वर युवा क्लबले गर्नेछ भने राम मन्दिर शौचालय अगाडि यो भनेको चाहिँ तिलगङ्गाबाट प्रवेश गर्ने जुन लाइन हुन्छ आर्यघाटको पारिपट्टिको त्यहाँ चाहिँ राम मन्दिर शौचालय अगाडि दक्षिणको बाजा खल पशुपतिले त्यसको समन्वय गर्नेछ। त्यसै गरेर प्रचार प्रसार साथ सजावट आवास भोजन तथा भौतिक पूर्वाधार व्यवस्था सम्बन्धमा महाशिवरात्रि पर्व 2082 को अवसरमा पाल्नु हुने साधु सन्त एवं दर्शनार्थी तीर्थयात्रीहरूका लागि आवास क्षेत्रको व्यवस्थाका लागि वनकाली चौरो हंसमण्डप क्षेत्र र तिलगङ्गा क्षेत्रमा विभिन्न 112वटा सङ्घ संस्थाहरूलाई निःशुल्क आवास भोजन तथा व्यवस्थापनको तयारी गरिएको छ। त्यसै सन्दर्भमा पनि केही साधु सन्तहरूलाई अझ पनि हामीले सन्तलहरूमा पनि व्यवस्थापन गरिरहेका छौँ। त्यहाँ पनि कहीँ कतै साधु सन्तहरूलाई व्यवस्थापनमा कठिनाइ परेको हुन सक्छ भन्नेलाई मध्यनजर गर्दै हामीले विशेष गरेर यो 4 शिवालय क्षेत्रमा पनि त्रिपालहरू नै राखेर साधु सन्तहरूको चाहिँ यो आवासको चाहिँ व्यवस्थापन गर्नको लागि हामीले अगाडि बढाइराखेका छौँ। त्यसै गरेर मेला अवधिभर खानेपानी तथा स्नानका लागि अस्थायी धाराको व्यवस्था गरी आवश्यकता अनुसार ट्याङ्करबाट पानीको आपूर्ति गर्ने व्यवस्था मिलाइएको छ। खानेपानी हल बिजुली सडक लगायत आवश्यक देखिएका स्थानमा मर्मत सुधार गर्ने मोबाइल टेलिफोनको लागि अस्थायी वित्तीय स्थापना अगाडि पनि हजुरलाई निवेदन गरिसकेका छौँ। हामीले त्यसको सही व्यवस्थापनको लागि हामीले अनुरोध गर्ने भनेका छौँ, गरिसकेका छौँ। नेपाल टेलिकमबाट हामीलाई प्राप्त सूचना छ अहिले भइरहेका टावरहरूलाई पनि उहाँले अझ स्ट्रेन्थेन गर्ने कामहरू सम्पन्न गरिसक्नु भएको छ भने थप यहाँ चाहिँदाखेरिमा फिल्डमा पनि उहाँहरूले आवश्यकता अनुसार चाहिँ आफ्नो टोली र आफ्नो साधनहरू खटाउने भनेर हामीलाई वचन दिइसक्नु भएको छ। त्यसै गरेर योपल्ट चाहिँ हामीले अलिकति मेलालाई दर्शनसँगै अलिकति मनोरञ्जनात्मक र आध्यात्मिक किसिमको मनोरञ्जनात्मक अलिकति होस् भन्ने हिसाबले यो एग्रो थाई फुड विशेष गरी एक्सट्रिम युनिभर्सिटी कमलादीसँग यो उहाँहरूको पनि एउटा सिएसआर अन्तर्गत होला काठमाडौँको सहयोगमा मेला क्षेत्र लगायत समग्र पशु क्षेत्रमा विद्युतीय सजावट फुलमालाको सजावट र रङरोगन सम्बन्धी कार्य पनि अगाडि भइरहेको छ र भजन कीर्तन सहित पनि एउटा हामी कार्यक्रम गर्दैछौँ र यो अहिले भएको संस्थाले हामीलाई चाहिँ विशेष गरेर विद्युतीय सजावटहरू फुलहरूको सजावटमा हामीलाई सहयोग गरिरहेको छ। अर्को अनुगमन तथा तथ्याङ्क सङ्कलन व्यवस्था यो पनि एउटा मैले यो हजुरलाई जानकारी गराउनै पछि प्रचार प्रसार साथ सजावट आवास भोजनमा हाम्रो अवसरण छ त्यसको चाहिँ उपसमितिमा हुन्छ। त्यसका अनुगमन तथा तथ्याङ्क सङ्कलन व्यवस्था यसमा चाहिँ यसका श्रीमान कोषाध्यक्षज्यू हुनुहुन्छ, उहाँले यो उपसमितिको संयोजकत्व निर्वाह गरिरहनु भएको छ। महाशिवरात्रि पर्व 2082 को पावन अवसरमा सबै उपसमितिबाट सञ्चालित शिविर स्टल स्वयंसेवा सञ्चालन सम्बन्धी कार्यको अनुगमन गर्ने कुनै उपसमितिको काम कारबाहीमा कमी कमजोरी देखिएमा तत्काल सम्बन्धित उपसमितिका संयोजक एवं सचिवलाई राय सुझाव सहित जानकारी गराउने व्यवस्था मिलाइएको छ। महाशिवरात्रि पर्वमा पाल्नु भएका सबै साधु सन्तहरूको तथ्याङ्क सङ्कलन गर्ने र महाशिवरात्रि पर्व 2082 को लागि सेवा प्रदान गर्ने संस्थाहरू शिविर सुरक्षा स्वयंसेवा स्वास्थ्य सेवा पाउल पोस्ट आदिमा कार्यमा खटिने जनशक्तिहरूको तथ्याङ्क सङ्कलन गर्ने तथा महाशिवरात्रि पर्वका दिन आराध्य देव भगवान श्री पशुपतिनाथको मन्दिरमा दर्शनका लागि पाल्नु हुने दर्शनार्थीहरूको तथ्याङ्क सङ्कलन गर्ने व्यवस्था मिलाइएको छ। पत्रकार मित्रहरू, आराध्य देव भगवान श्री पशुपतिनाथको दर्शन गर्न आउने दर्शनार्थीहरूलाई सेवा सुविधा पुर्याई दर्शनको कार्य सहज बनाउन हामीले गरेका व्यवस्थाहरूको समाचार सम्प्रेषण गर्न विगतमा पनि यहाँ पत्रकार मित्रहरूबाट महत्त्वपूर्ण योगदान भइआएको बेहोरा स्मरण गराउँदै यस वर्ष पनि श्रद्धालु भक्तजन तीर्थयात्री एवं दर्शनार्थीहरूलाई श्री पशुपतिनाथको मन्दिरको दर्शनका लागि आउँदा दर्शन मार्ग ट्राफिक व्यवस्था लगायत व्यवस्थाको जानकारी सहज र सरल ढङ्गले आम सर्वसाधारणले सबै बुझ्ने गरी अझ प्रभावकारी रूपमा समाचार सङ्कलन गरी सुसूचित हुने गरी सम्प्रेषण गरिदिनु हुनेछ भन्ने विश्वास दिएका छन्। महाशिवरात्रि पर्व 2082 को समग्र व्यवस्थापनका लागि कोष अन्तर्गत संस्कृति संरक्षण महाशाखा सहित पशु क्षेत्र कोष जिम्मेवार रहने गरी 4वटै दर्शन मार्गको लाइनलाई व्यवस्थित गर्न हरेक लाइनमा कोषका कर्मचारीहरूलाई सिफ्ट मिलाई अनुगमन सहित सहजीकरण गर्ने व्यवस्था मिलाइएको छ।
मेला पर्व व्यवस्थापन का सम्बन्धमा थप जानकारी लिन तत्काल सुधारका लागि सुझाव समेत दिन सक्ने गरी देहायका कोषका जिम्मेवार पदाधिकारी कर्मचारीहरूलाई सम्पर्क गर्ने व्यवस्था मिलाएको छ भन्दै हामीले चाहिँ मैले हजुरलाई यसमा निवेदन गरेका छु। हाम्रो उपसमितिका संयोजकज्यूहरू सचिवज्यूहरू हामीले सबैको यहाँ चाहिँ नम्बर हजुरलाई यहाँ प्रेसित गरेका छौँ। एउटालाई नभएका अर्को नम्बर मार्फत पनि हामी विशेष गरेर त्यो दिन चाहिँ सम्पर्कमा रहनेछौँ भन्ने मैले हजुरलाई यो समग्रमा जानकारी गर्न चाहेँ। अब हजुरको केही जिज्ञासाहरू हुन सक्छ, विशेष गरेर दर्शनार्थीहरू कति आउने अथवा त्यो सन्दर्भमा पनि मैले विशेष गरेर साधु सन्तहरू चाहिँ कति आउनुहुन्छ भन्ने पनि एउटा जिज्ञासा हुन सक्छ। त्योभन्दा अगाडि मैले हजुरलाई एउटा निवेदन सहित एउटा निमन्त्रणा पनि टक्राउनै पर्ने हुन्छ। 1 गते भोलि बिहान 7 बजे 6:45 भनेका छौँ। भोलि एकादशीको दिन पर्छ र यहाँको परम्परा अनुसार एउटा प्रभात फेरि चाहिँ होइन शिवरात्रि आयो भने एउटा सन्देश सहितको भगवान भोलेनाथको एउटा तस्बिर सहितको हामी अगाडि लगाएर साधु सन्तहरूलाई पनि अघि लगाएर यो पवित्र पाँचपन क्षेत्रलाई परिक्रमा गरेर पश्चिम गेटबाट सुरु गरी फेरि परिक्रमा चाबेल चोक हुँदै विभिन्न रूट हामीले निर्धारण गरेका छौँ। फेरि पश्चिम गेटमै आएर र हामीसँगै रहनुभएका साधु सन्तहरूलाई भोलि मन्दिर प्रवेशको कार्यक्रम लगभग 9 बजेको हाराहारीमा हामीले राखेका छौँ। यो सूचना पनि हजुर मार्फत सम्प्रेषण होस् र हजुरहरू सबैजनाले पनि सहभागी पनि हुने र यसको समाचार पनि सम्प्रेषण गरिदिनुको लागि मैले अनुरोध गर्न चाहेँ। र यसैसँग सम्बन्धित अब विशेष गरेर मित्र राष्ट्रमा पनि यो पल्ट कुनै किसिमको कुम्भ मेला नपरेको कारणले गर्दा साधु सन्तहरूको आगमन पनि बढी नै हुन्छ भन्ने हामीले एउटा अपेक्षा गरेका छौँ। 4000 को हाराहारीमा साधु सन्तहरू आउनुहुन्छ भन्ने तरिकाले हामीले त्यो व्यवस्थापन टोटल भक्तजन टोटल 4000 चाहिँ साधु सन्त दर्शनार्थीहरूको सङ्ख्या चाहिँ हामीले 8 लाख प्लस छ भन्ने तरिकाले व्यवस्थापन अगाडि बढाएका छौँ। पहिलाको अनुभवले पनि करिब 5-6 लाखको हाराहारीमा 6 लाखको हाराहारीमा आउनुभएको भन्ने छ। मैले अघि नै निवेदन गरेको छु। पोहोर चाहिँ भारतमा कुम्भ परेको कारणले गर्दा पनि अन्तिम परेको कारणले गर्दाखेरि यता भनेको एकैचोटि क्वेसन मैले थोरै बाँकी राखेँ। अब